नमस्कार सबैजनामा म महेश चालिसे। सबैजना सन्चै आरामै मस्त व्यस्त हुनुहुन्छ। म पनि एकदम सन्चै आरामै अनि मस्त व्यस्त छु भन्न चाहन्छु। म आज धेरै कुरा गर्न चाहदिनँ, थोरै सानो मिठो कुरा गर्न चाहन्छु। यो च्यानलमा मेरो चाहिँ पहिलो भिडियो हो है। यो च्यानलमा चाहिँ मेरो पहिलो भिडियो हो। सबैले भिडियो अन्तिमसम्म हेरिदिनु होला र भिडियो अन्तिमसम्म हेर्ने क्रममा भिडियोमा भएका त्रुटिहरू, भिडियोमा भएका गल्तीहरू छन् भने मलाई सुधार्ने मौका दिनु होला। अनि भिडियो मन पर्यो भने लाइक, कमेन्ट, शेयर गर्न पनि नभुल्नु होला। तपाईको एउटा लाइक, कमेन्ट, शेयरले मेरो हौसला बढ्नेछ र मैले तपाईहरु सामुन्ने यस्तै खालका भिडियोहरू धेरै नै ल्याउने छु। सुन्न, आज चाहिँ म एउटा यो टपिकमा कुरा गर्न गइरहेको छु कि नेपालमा आजदेखि मक्सिर 1 गतेदेखि सुरु हुन गइरहेको एनपीएल को पहिलो गेम कसको हुँदैछ, आज कुन टिम चाहिँ खेल्दैछन् र खेल कति बजेदेखि सुरु हुँदैछ र खेलमा कस्ता खेलाडीहरू छन्, कुन देशका खेलाडीहरू, खतरनाक खेलाडीहरू छन् र आज कसले चाहिँ गेम जित्न सक्छ त भनेर सानो भिडियो बनाउन गइरहेको छु। भिडियोमा जोडिनु होला, भिडियोलाई अन्तिमसम्म हेरिदिनु होला। आज एनपीएल सिजन 2 को पहिलो गेम चाहिँ काठमाडौँ गोर्खास र जनकपुर बोल्ट्स बीच हुनेछ। यो खेल हुनेछ नेपाली समय अनुसार 4 बजे हुनेछ र यो खेल हाम्रै नेपालमा 15,000 सिट क्षमता भएको एउटा किर्तिपुर ग्राउन्डमा, किर्तिपुर टियु को ग्राउन्डमा चाहिँ हुँदैछ। सबैजनाले टिकट लिइसक्नु भएको होला। नसकेका साथीभाइहरूले चाहिँ घरमै बसेर टिभीमा, मोबाइलमा हेर्नुहुनेछ र जति पनि उहाँ गएर हेर्ने साथीहरू हुनुहुन्छ उहाँहरू त निकै नै खुसी हुनुहुन्छ होला, किन भन्दा आज पहिलो गेम नै उहाँहरूले ग्राउन्डमा गएर हेर्न पाउनुहुनेछ। समय 4 बजे सुरु हुनेछ र आज हेर्दै जाउँ जनकपुर बोल्ट्समा र गोर्खाजमा कतिको खतरनाक 4-4 प्लेयर छन् है त। म त्यो तपाईहरुलाई कुरा गरौँ काठमाडौँ गोर्खाजको। काठमाडौँ गोर्खाजका क्याप्टेन हुनुहुन्छ करण केसी सँगसँगै यस टिममा चाहिँ खतरनाक ब्याट्सम्यान पनि हुनुहुन्छ र विदेशी ब्याट्सम्यान पनि हुनुहुन्छ यहाँ, र नेपालकै एउटा खतरनाक ब्याट्सम्यान जो नेपालका पनि खतरनाक ब्याट्सम्यान हुनुहुन्छ, जो पछिल्ला सिजनहरुमा खतरनाक आफ्नो प्रदर्शन गरेर नेपालको नाम रोशन गर्नुभएको छ। उहाँ हुनुहुन्छ भीम सार्की, नेपाली ब्याटर भीम सार्की पनि काठमाडौँ गोर्खाजको टिममा हुनुहुन्छ र कालसेन दक्षिण अफ्रिकाका बल्लेबाज उहाँ पनि हुनुहुन्छ। त्यसैगरी साहब आलम, दिपेश कणेल जस्ता खतरनाक फास्ट बोलर पनि काठमाडौँ गोर्खाजको टिममा हुनुहुन्छ। त्यसैले गर्दा जनकपुर बोल्टलाई अलिकति भारी पर्न सक्छ। अब हेरौँ जनकपुर बोल्ट्सका क्याप्टेन चाहिँ को हुनुहुन्छ। जनकपुर बोल्ट्सका क्याप्टेन हुनुहुन्छ, पहिला हुनुहुन्थ्यो बोल्ट्सको पहिलो सिजनमा चाहिँ अनिल शाह क्याप्टेन हुनुहुन्थ्यो। अनिल शाहले क्याप्टेनशिप गरेर जनकपुर बोल्टलाई ट्रफी पनि जिताउनु भएको थियो भने यसपालिको क्याप्टेन हुनुहुन्छ आसिफ शेख एउटा विकेट किपर अनि तपाईको ब्याटर हुनुहुन्छ। त्यसैगरी दक्षिण अफ्रिकाका खतरनाक स्पिनर इमरान ताहिर जनकपुर बोल्ट्समा हुनुहुन्छ। यो चाहिँ बडा डेन्जरको कुरो छ। इमरान ताहिरको गुगलीमा धेरै मान्छेहरू फस्न सक्छन् है। त्यसैगरी हाम्रा अर्का खतरनाक बोलर, राष्ट्रिय टिमका एकदमै हिस्सा बन्नुभएको, राष्ट्रिय टिममा खतरनाक प्रदर्शन गर्नुभएको ललित राजवंशी पनि जनकपुर बोल्टबाट खेल्दै हुनुहुन्छ। त्यसैगरी अनिल शाह हुनुहुन्छ। त्यसैगरी धेरै खतरनाक प्लेयर हुनुहुन्छ। म तपाईहरुलाई लिस्ट देखाउने छु। आजको खेल चाहिँ 4 बजेदेखि बवाल सुरु हुनेछ। ल, जनकपुर बोल्ट्स र गोर्खाजको गेम चाहिँ बवाल हुनेछ। तपाईहरुले जसरी हेर्नुहुन्छ त्यसैगरी हेर्नु होला। टिभीमा हेर्नुहुन्छ अथवा ग्राउन्डमा गएर हेर्दै हुनुहुन्छ, सबै मिलेर हेर्नु होला, खुसी हुनु होला र यो हाम्रो एनपीएल लाई भव्यताका साथ बनाउनु होला। यो भिडियो कस्तो लाग्यो साथीहरु? धेरै त्रुटि भएको होलान्। अब ती भएका त्रुटिहरूलाई, ती भएका गल्तीहरूलाई सुधार्न मलाई मौका दिनु होला। अब मैले राम्रो भन्दा राम्रा तपाईहरुले दिएको कमेन्ट, तपाईहरुले दिएको लाइक, कमेन्ट अनि सब्स्क्राइबलाई मान्यता राख्दै म अगाडि बढ्ने छु। मबाट भएका गल्तीहरू छन् भने मलाई माफ गरिदिनु होला, म सुधार्ने मौका दिनु होला। अब यस्तै खालका सब पिएलका अपडेटहरू म तपाईहरुलाई दिइरहने छु। सँगै रहनु होला, जोडिनु होला। मेरो पेज, मेरो यो लाइक, कमेन्ट, शेयर अनि सब्स्क्राइब गर्न नभुल्नु होला मेरो च्यानललाई। ल, अब अर्को भिडियोमा भोलिको अपडेट लिएर आउने छु। बाइ बाइ, फेरि भेटौँला। सी यू।